सम्पूर्ण नेपालीहरूलाई नमस्कार। मैले सम्पूर्ण नेपालीहरूलाई अपिल गर्न चाहन्छु, किनभने हिजो भोटेकोसीमाबाट आएको बाढीले धेरै ठाउँमा क्षति पुर्याएको हुँदा, धेरैको ज्यान गएको हुँदा, धेरैको जनधन क्षति भएको हुँदा त्यस ठाउँमा सहयोग गर्नको लागि चाहिँ त्यहाँको लागि कोही पनि त्यहाँ सहारा छैन, केही छैन। अब उहाँहरू सबै अब जानुभयो, बाँच्नेहरूको कुनै सहारा नभएको कारणले सरकार पनि लागेको छ र सम्पूर्ण नेपालीहरू लाग्नुपर्ने जरुरत देखेको छु। किन भन्दा देश रोएको छ, देशमा सङ्कट परेको छ, अप्ठ्यारो भएको छ। यस्तो बेलामा हरेक नेपाली नागरिकले देशलाई सहयोग गर्नुपर्ने, नागरिकलाई सहयोग गर्नुपर्ने बेला हो। त्यसकारण त्यो विध्वंसकारी बाढीले जुन क्षति पुर्याएका ठाउँहरूमा सम्पूर्णले त्यहाँ गई सहयोग गरिदिनु हुन र अहिले तीजको बेला परेको छ। त्यो तीजको बेलामा हामी एक दिन दर नखाएर केही पनि फरक पर्दैन। कसैका एनिभर्सरी होला, त्यो नगरेर केही फरक पर्दैन, भोलि गर्दा पनि हुन्छ। कसैका बर्थडे होलान्, बर्थडे नगर्दा पनि केही फरक पर्दैन, त्यो भोलि पछि गर्दाखेरि पनि हुन्छ। तर यस्तो बेलामा सहयोग गर्नको लागि चाहिँ हामीहरूको एक दिनको जुन रमाइलो गर्ने खर्च रोकेर चाहिँ हामीले त्यो पैसा हामीले चाहिँ त्यो ठाउँमा, त्यो राहत पुर्याउने ठाउँमा चाहिँ त्यो पीडितहरू भएको ठाउँमा पुर्यायौँ भने ठुलो एउटा धर्म हुनेछ। त्यसकारण सम्पूर्ण नेपालीहरूलाई मैले यो आग्रह गर्न चाहन्छु, सबैले आफ्नो ठाउँमा खुसियाली रोकेर भए पनि यस बाढी पीडित ठाउँहरूमा गएर राहत पुर्याइदिनु हुन हार्दिक अपिल गर्दछु, हार्दिक अनुरोध गर्दछु। किन भन्दाखेरि अप्ठ्यारोमै सहयोग गर्नुपर्ने कुराहरू हुन्छन्। अप्ठ्यारोमै एक मानवले अर्को मानवलाई चाहिँ सहयोग गर्नुपर्ने कुराहरू हुन्छ, त्यो नै मानवता हुन्छ। त्यसकारण यस्तो अप्ठ्यारो अवस्थामा अब त्यो भोटेकोसीबाट आएको त्यो विध्वंसकारी बाढीले जुन जति ठाउँमा क्षति पुर्याएको छ त्यो ठाउँहरूमा कृपया सम्पूर्णले सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु। हस्, धन्यवाद। म अर्जुन गिरी भैरवा।